म अहिले वाल्मीकि आश्रममा आएको छु। यो चितवनको ठिक पश्चिममा अवस्थित रहेको छ। अब यहाँ वरिपरि यी घना जङ्गल छ। यो घना जङ्गलको बिचमा यहाँ यो वाल्मीकि आश्रम यहाँ रहेको छ। चारैतिर जङ्गल छ। हामी त्रिवेणीबाट नारायणी नदी तरेर हामी 5 जना यहाँ आएका छौँ। अब यो वाल्मीकि महर्षिको तस्बिर यहाँ रहेको छ। अब यहाँ यी सबै कुरा यहाँ यी सबै लवकुश यहाँ जन्मेका भनेर यहाँ उल्लेख गरिएको छ। लवकुशको जन्म, लवकुशले रामको अश्वमेध यज्ञको घोडा बाँधेको स्थल भनेर यो ठाउँ उल्लेख गरिएको रहेछ। यो ठाउँ मुख्य मन्दिर यहाँ यो वाल्मीकि। अब यो मुख्य मन्दिर यहाँभित्र यहाँ मूल मन्दिर वाल्मीकि आश्रम भनेको छ। यहाँ अब यहाँ अहिले मान्छे टाढा टाढाबाट यहाँ आउँदा रहेछन्। अहिले त यहाँ खासै त्यस्तो मानिसको भिड देखिँदैन। सीता माता पाताल प्रवेश स्थल भनेर यहाँ साइनबोर्ड लेखिएको छ। यहाँ यतापट्टि पनि अर्को मन्दिर छ। यहाँ 54 सालदेखि यो आश्रम विकासको लागि 2054 सालदेखि यो सनातन धर्मसँग सम्बन्धित धार्मिक व्यक्तित्वहरूबाट यसलाई आर्थिक सहयोग गरिएको यहाँ नामाङ्कन यहाँ लेखिएको छ। हामी अहिले करिब 12:30 बजेको समयमा यहाँ 5 जना म दुर्गा तवसाल, प्रकाश, शारदा, केशवती विशाल लगायत यहाँ हामी आएका छौँ। यो पनि एउटा जीवनको अन्त्यतिर यो हेर्ने अभिलाषा इच्छा लाग्यो। यहाँ यी सबै चिज वाल्मीकि आश्रम भनेर यहाँ लेखिएको छ। ल हजुर, छोटो जानकारीको लागि धन्यवाद।